वेलकम टु नेपाल एन्ड नमस्ते पोखरा। पोखरामा भिजिट गर्नको लागि तपाईहरु आउन सक्नुहुन्छ। जुन ठाउँबाट भए पनि जहाँबाट भए पनि तपाईहरु आउनुहोस् र भिजिट गर्नुहोस्। हजुरले यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, प्लिज सपोर्ट गरिदिनु होला र बेल आइकनलाई थिच्दिनु होला र लाइक गर्न चाहिँ नबिर्सिनु है त। यो ठाउँ चाहिँ पोखराबाट 8 किलोमिटर हिँडिसकेपछि उत्तरतिर भुर्जुङखोला भन्ने ठाउँमा छ। लगभग त्यहाँबाट आउँदाखेरि तपाईहरु कोलचोक भन्ने ठाउँमा आइपुगेपछि राइट साइड लिनुपर्ने हुन्छ। राइट लिएपछि तपाईहरु यो ठाउँमा आइपुग्नुहुन्छ। जस हेर्नलाई घुम्नलाई तपाईहरु स्टे गर्नलाई आउन सक्नुहुन्छ। एकदम राम्रो छ। तपाईहरु कतै टाढैबाट आउनु भएछ भने पनि तपाईहरुलाई स्टे गर्नको लागि धेरै व्यवस्था छ। जस म पनि यही अब म त नजिकै भएको भएर म पनि यसो भिजिट गर्न गएको थिइनँ। यसो भिजिट गर्न गएको त राम्रो रहेछ त्यो ठाउँ पनि। लोकेसनहरु बिचको वनको बिचमा छ। साइडमा पुरै जंगलको बिचमा पुरा कुनामा छ। यो चाहिँ धेरै टाढा पनि छैन। लगभग त्यही हाइवेलाई टच गर्नको लागि लगभग यहाँ आउनलाई 1.5 किलोमिटरमा यहाँ आइपुगिन्छ हामी। लगभग हामी पनि दुई जना आइयो थियो। बाटो चाहिँ राम्रै थियो के हामी लगभग चैत महिनामा गएको 2081 साल। तट हेर्दाखेरि झन्डाहरू सरर छ। वाटरफल राम्रो छ। अझ मैले सुनेको अनुसारले चाहिँ जस रातिमा चाहिँ अझ राम्रो देखिन्छ नि यहाँको नजारा चाहिँ एकदम दृश्य चाहिँ बेलुका अझ राति राम्रो देखिन्छ भन्ने सुनेको छ। हामी पनि अब दिउँसो बिहानमा आएको। दिउँसोमा आउने भन्ने सोच्थ्यो। बिहान मर्निङमा गयो भने राम्रो भ्यू आउँछ होला भनेर हामीले मर्निङमा खिचेको भ्यूहरू यो। लगभग यो अब हामीले भन्दाखेरि चाहिँ भुर्जुङखोला ठाँटीबाट अलिकति माथि लगभग ठाँटीबाट पनि 2 किलोमिटर माथि आएपछि आइपुगिन्छ यो ठाउँ चाहिँ। ठ्याक्क कोलचोक भन्ने ठाउँमा चाहिँ हामी ओर्लिनु पर्यो। कोलचोकबाट चाहिँ राइट साइड लिएर भुर्जुङखोला भनेर माथि पनि पुग्नु परेन। त्यहाँबाट फेरि 1.5 किलोमिटर चाहिँ अब गाडीमा आउन सक्नुहुन्छ। पैदल आउनुहुन्छ भने लगभग पौने घन्टामा आइपुग्नुहुन्छ। र तपाईहरुको आफ्नो भेकल छ भने त सजिलो तरिकाले आउन सक्नुहुन्छ। यही आइपुग्छ तपाईको आँगनमै। अब यो रिसोर्टको पार्कमै आइपुग्न सक्नुहुन्छ। यहाँ चाहिँ पार्किङको अब व्यवस्था पनि रहेछ। हामी आउँदाखेरि चाहिँ कोही थिएन। लगभग हामी 7 बजेको समयमा आएका थियौँ। बिहानीको मर्निङको घामको किरणसँगै हामीले यो भ्यू चाहिँ खिचेका थियौँ। तपाईहरु पनि हेर्नु होला, आउनु होला, भिजिट गर्नु होला। ठाउँ चाहिँ राम्रै छ। जोस यो ठाउँ चाहिँ हेर्न लायकको चाहिँ छ। जोस ओहो यो ठाउँ यस्तो रहेछ भन्ने पनि हामीले सोचेको थिएन। यही नजिकै भएर पनि तपाईहरु पनि हेर्न आउनु होला। यो ठाउँमा अझै कामहरू पुरै तरिकाले सम्पन्न भएको छैन। हामी आउँदाखेरि चाहिँ यो पार्किङ लटहरु चाहिँ हल्का साधारण तरिकाले बनाएको छ के र अझै पार्किङ लटहरु बनाउनु अझै बाँकी नै रहेछ। हामी आउँदाखेरि चाहिँ तलपट्टि सायद ठुलो भेकलहरु सायद हुन्छ होला। माथि सायद अब के गर्छन् अब यिनीहरु। माथि चाहिँ मोटरसाइकलहरु पार्किङको होला। तल भेकलहरु ठुल्ठुलो भेकलहरुलाई बाटोहरु पनि मर्मत अझ हुँदैछ। बाटो चाहिँ तपाई उताबाट आउँदा चाहिँ अफ रोडै हो आउने चाहिँ। पुरै यो पिच चाहिँ छैन। बिस्तारै हुन्छ। यहाँ डेभलप गर्दैछ। कामहरु अझै पुरै सम्पन्न भएको छैन। कामहरु हुँदैछ अझै पनि। तर जस यतिको गर्दाखेरि पनि यो दृश्य हेर्नलाई चाहिँ राम्रै छ। पछि यहाँको दृश्यहरु सबै क्याप्चर गर्दै गरौँ न। अझै यो संरचनाहरु बनिसकेपछि तपाईहरुलाई पछि यो फेरि अर्को पार्टमा आउँदै छ। तपाईहरु हेर्न नबिर्सिनु होला। यो ठाउँ चाहिँ एकचोटी भिजिट चाहिँ गर्नै पर्छ। तपाईहरुलाई अर्को पार्ट पनि देखाउँदै गरौँ न। तपाईहरु भिजिट गर्नुभयो भने अझै राम्रो। तपाईहरु आफ्नै हिसाबले हेर्न आउनुभयो भने तपाईहरु आफ्नै तरिकाले हेर्न पाउनु हुनुभयो। प्रत्यक्ष हेर्न पाउनुभयो के हैन भने तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, फलो ब्याक गरिदिनु होला। साथ सपोर्ट हजुरहरुको धेरै चाहिएको छ। साथ सपोर्ट पायो भने मैले तपाईहरुलाई अर्को पार्टहरु पनि ल्याउने आशा गर्दछु। हजुरहरुले राम्रो नेपालको पोखराहरुको राम्रो भ्यूजहरु तपाईलाई देखाउने कोसिस गर्दछु। हजुरहरुले साथ र सपोर्ट गरिदिनु होला। यसरी नै माया गरिदिनु होला। यो भिडियो हेरिसकेपछि तपाईहरुले सब्स्क्राइब गरिदिनु नभुल्नु होला। बेल आइकन दबाइदिनु होला र कमेन्टमा के छ हजुरहरुको प्रतिक्रिया त्यो लेखेर कमेन्ट गरिदिनु होला।